नमस्ते साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी असम मेडल इभेन्टमा आएको सबै क्विस्टहरूलाई चाहिँ कम्प्लिट गर्ने, मेडल्सहरू कलेक्ट गर्ने, कार्डहरू के छन् तिनीहरू सबै चिजहरूलाई चाहिँ अनलक गर्ने प्रयास चाहिँ हामीले गर्छौँ र साथसाथै नयाँ इक्विपमेन्ट जुन चाहिँ ड्रागन लुकको आएको छ त्यसलाई पनि हामीहरूले अनलक गरेर हेर्नेछौँ र साथै हाम्रो युट्युबलाई मन पराउनु हुने सम्पूर्ण साथीहरूले कृपया लाएर सब्सक्राइब गर्न नबिर्सिनु होला। अब सुरु गरौँ है त। ल, सर्वप्रथम हामीहरू बेसलाई हल्का चेन्ज हानौँ। बेस चेन्ज भयो। अब चाहिँ आर्मीहरूलाई मिलाऊँ। भल्कारी आर्मी लिएर जाऊँ है, बल्क, सबै बल्क। बल्क भयो। यता पनि यो सब रिमुभ हान्दिउँ। 1 2 3 4 5 6 7 8वटा यो लैजाऊँ, सरी 7वटा यो लैजाऊँ, 3 4वटा यो लैजाऊँ। सिसी हामीलाई आवश्यक पर्दैन। यता यो ठिकै छ। क्विनमा चाहिँ यो ठिकै छ। यसको सट्टा चाहिँ हामीहरूले यसलाई रिप्लेस गरिदिउँ। यता सरलाई पनि हामीले यता फायरबल भइहाल्यो, यो भइहाल्यो, यो भइहाल्यो, यो भइहाल्यो होइन। ल, हाम्रो चाहिँ टोटल कलेक्सन पोइन्ट धेरै भएको त छैन र 100 मेडल्स यदि हजुरहरूलाई आवश्यक छ भने चाहिँ हजुरहरूले सुपरसेल स्टोरबाट चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ फ्रीमा एभाइलेबल गराइदिएको छ। ल, अब जाम। अब हामी ड्याङ केही गर्ने होइन, जस्ट मेडल उठाउने अनि निस्किने हो। हेरौँ नजिक नजिकको कहाँ कहाँ छ, त्यसलाई ड्याङ हानौँ। अनि उसको त हामीलाई केही उजो भएन, स्वादै भएन मेडलहरूको। ट्रफीको हामीलाई केही टेन्सनै भएन। यता नि एउटा नि गयो, यता नि गयो। यता चाहिँ 1 2 3 4 हालौँ। यहाँबाट यस्तै हालौँ, यहीँ पठाइदिउँ। एबिलिटी दिउँ, छिटो झ्यापझुप झ्यापझुप। बेबी ड्रागन आयो। अब अर्को अट्याक। एउटा दुइटा तिनवटा यहीँ छ, एउटा दुइटा एउटा दुइटा तिनवटा। अर्को एउटा कहाँ लुकेछ? ल, भेटिएन, छोडिदिनु। नभेटिनेलाई छोडिदिने हो क्या, बाले दिने होइन, होइन? ड्याङ्की ड्याङ लाएर यहाँ अलिकति भित्र अर्को बेस चेक गरौँ। यता जाऊँ, यता जाऊँ। यहाँ पनि सायद भेट्छ होला। फायरबल। यति भएपछि कल्टी हानिदिनुपर्छ। धेरै रस गर्ने होइन, ट्याक्क ट्याक्क जे आवश्यक छ आफूलाई त्यो मात्र उठाउने हो। यो कुनै ब्याटल होइन, केही पनि होइन। यहाँ हामीलाई ट्रफी सफी केही पनि आवश्यक पर्दैन। जस्ट गो एन्ड ग्र्याब। जस्ट गो एन्ड ग्र्याब। जाने हो, गएर जे आवश्यक छ त्यसलाई ट्याक 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 उठाउने अनि हिँडिदिने। त्यति मात्रै हो काम। ब्याकिङ दिउँ। अब यो लै अर्को आइसक्यो भनेपछि यहीँ छ, यहीँ छ, यहीँ छ। ल, सरेन्डर। अब अर्कोमा जाऊँ। के आएको छ यहाँ? यो अलिकति भित्रभित्र हो, यसलाई स्किप गरिदिउँ। यहाँ सरको त बाहिर देखेछ, तर हल्का भित्र पनि छिर्नुपर्छ। छिर्दिउँ न। 1 2 3 4। सक्यो। ल, 1 2 3 4
हल्का भित्र त छ तर केही समस्या पर्दैन। सरले फुटाल दिइहाल्नुहुन्छ नि उहाँलाई नि यताबाट दिउँ। काँचा खोज्नतिर लाग्ने होइन, जे देखिन्छ त्यसैलाई ट्याङ्की ट्याङ हानिदिने हो। खोज्ने यताउति समय छैन। समय त छ तर हामीलाई यहाँ एकदमै तुरुन्तै अनलक गर्नुपर्ने छ, त्यस कारणले नो मोर मर्सी। अब जाम हामी अर्को अट्याकमा। सरेन्डर। हिरोलाई चाहिँ अलिकति टाइम लाग्छ भल्कारीले फुटाल्न, सो हामीले बारबेरियन किङलाई पठाएर पनि हल्का भित्र छ। लाइटनिङ स्पेल चाहिँ हामीहरूले अलिकति भित्र भएको कुनै स्टोरेजहरूमा छ भने तिनीहरूलाई फुटाल्नको लागि हो। ज्याप ज्याप हुन्छ नि त त्यसले। कति पुग्यो? ल ठिक छ भइरह। यता नि हान्यो, यता नि गयो, एन्ड देन यो अलिकति भित्र गयो, फेरि हान्दैछु एक्जिट। टाइम स्पेन्ड गर्ने होइन, ड्याङ्की ड्याङ हानिदिने हो, अरू केही पनि होइन। जस्ट कहाँ छ हेर्ने, आँखाले देखेको पेटा पारिदिने, बस भइगयो। अरू केही समय यताउति त्यो ठिक हुँदैन। अब यो चाहिँ अलिकति यता भित्र गयो, यताबाट यो छोडिदिउँ, त्यो पनि गयो। अब यतापट्टि भित्र हुँदै लाइटनिङ हाल्दिनु नभए। टाइम लस गर्ने होइन साथीहरू, 15 सेकेन्डमा चाहिँ सकेसम्म भ्याम भन्ने हो। 15 सेकेन्डमा तपाईँको 200 मेडल उठाम भन्ने चाहिँ सोच हो। धेरै लाग्यो 15 देखि 20 सेकेन्ड जस्ट। अलिकति भित्र छ भने चाहिँ एउटा हिरोको एबिलिटी युज गरिदिने, त्यसलाई उठाइदिने, सकिगयो। यता नि आयो ल। ड्याङ न कसैको पिर न कसैको केही। ड्याङ डुङ्गुङ। ल अब एकचोटि पूर्ण रूपमा हामीहरूले कति कलेक्ट भयो एकचोटि जस्ट लुक गरौँ भन्दा कति छ र पोइन्ट पुऱ्याउनु? 16,000 हो भनेपछि 80-90 वटा हान्न पर्यो। 80-90 वटा हान्ने भनेपछि यताबाट सुरु गरौँ। अर्को चाहिँ यही छ एकदम फास्ट स्पिडमा है। यो चाहिँ अलि एकदम यो चाहिँ भित्रसम्म घुस्छ कि घुस्दैन घुस्यो ल।
स्पिड सुड नट बी ब्रेकेबल, स्पिड चाहिँ घट्न हुँदैन। जहाँ जे मन लाग्यो ट्याक्कै हेर्ने हो, हेरेर बेस भेट्यो भने भेट्यो, नत्र भने अर्को बेस रोज्ने। नो मोर टाइम लस। यहाँ साथीहरू अलिकति लुट छ होइन, बाहिर छ लुट, त्यस कारणले चाहिँ लुट हान्दिने एक दुई सट। लुट पनि आवश्यक पर्छ हामीलाई, सो बोनस पनि ल भयो ल। आयो अर्को 1 2 3 1 2 4 सकिगयो। दुःख गर्नै पर्दैन, 15 सेकेन्ड जस्ट इनफ। एउटा चाहिँ हिरोको एबिलिटी युज गरिदिनु र आफ्नो प्रत्येक उसमा अलिअलि ऊ पठाइदिनु, बल्कारीहरू पठाइदिनु। अलिकति भित्र छ स्टोरेजहरू हो नि, फेरि तपाईँको हिरो हलको माथि तिनीमा चाहिँ तपाईँले लाइटिङ स्पिड लगाउनु नि उनीहरूले काम गर्दैन। स्टोरेजहरू छ अनि अब यसको स्टोरेज भित्र अब अलिकति छिर्न सकिन्न। हुन त त्यति हाने मात्र हामीलाई 132 है कति त आउँछ, 132 अथवा 133 त आउँछ, तर अलि नहरौँ न। ल ड्याङ ड्याङ तपाईँको 5-10 सेकेन्डको मात्र काम हो। 5-10 सेकेन्डमा तपाईँले 200 पोइन्ट एकदम सजिलै मजाले कलेक्ट गर्न सक्नुहुन्छ हजुरहरूले। लेजेन्ड अट्याकमा गएछ यार, छ्या कस्तो झुक्केछ। वाइन स्टार त हान्नै पर्यो। तिर जानु साथीहरू सकिन्छ कि नहेरौँ। कमन 2 स्टार चाहियो। झुक्केर लेजेन्ड उसमा थिच्छ के फास्ट गर्न खोज्दाखेरि। वान आउने भयो, 2 आउने भएन। ठिक छ, केही भएन, माई ब्याड। अब चाहिँ फेरि अब हाम्रो कार्यलाई सम्पन्न सुरुवात गरौँ। यही हो, ड्याङ 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 ड्याङ। अघि एउटा कस्तो घाटा लाग्यो क्या, ब्याटल ऱ्याङ्क ब्याटलमा हान्ने छ झुक्केर। केही छैन, डिमोट भए पनि हामी चाहिँ फेरि प्रमोट चाहिँ भइन्छ, फेरि प्रमोट भइन्छ, फेरि डिमोट भइन्छ। नथिङ टु वरी फर इट। त्यहाँ क्ल्यानमा हाम्रो साथीहरूले चाहिँ डोनेट गरिराख्छन्, तसर्थ त्यो यस्तो बेस अघि नै लेजेन्डमा भेटेको भए पड्काउनु हुन्थ्यो। 3 स्टारै भेटिन्न ख्यान त नि। अब ल ल ल अब अर्को अट्याक, ट्याङ्की ट्याङ। यो एउटा स्ट्रेट लाइनमा छ, यता पनि छ, यता गइयो छ, यता गइयो, यता गइयो, कहीँ देखेन क्या है।
देखेन ल ठिक छ 133 आज एउटा देखेन आँखाले भ्यू पनि पाउँदैन अलि त्यहाँ यसलाई यहाँ दिउँ कति पुग्यो 7000 अब सायद 500 अट्याकमा हामीहरू चाहिँ 50% यसको कभर भइसक्छ होला भैया देखिन्न के यस्तै हो झ्याप्झु पार्न खोज्दाखेरि लै बरी लै 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 उठाउने हो तपाईको 5 सेकेन्ड भित्र हुन्छ अनि 5 सेकेन्डमा उठाउने नत्र भने सरेन्डर गरिदिने नत्र भने त्यसलाई अलिकति लङ लैजाने लङ भनेको तपाईको 15 सेकेन्ड भन्दा धेरै लामो चाहिँ नलैजानु होला यदि हजुरहरूलाई चाहिँ आधी घण्टा अथवा 15 मिनेटदेखि तपाईको 45 अथवा 25 मिनेटदेखि 45 मिनटसम्म यदि हजुरहरूलाई चाहिँ इभेन्ट कम्प्लिट गर्न छ भने चाहिँ धेरै समय चाहिँ नलगाइदिनु होला यो चाहिँ जस्ट फर इन्टरटेनमेन्टको लागि मात्रै हो है फेरि अलि दिनपछि फेरि यो 67 जुन यहाँ मेडल देखा नि यो चाहिँ इन्क्रिज भएर तपाईको 200-300 सम्म नि जान सक्छ 500 सम्म जान्छ एउटा फुटाल्नु भने हजुरले मैले झ्याप खोलिदिउँ भनेर मात्रै हो कार्ड्सहरू पनि कलेक्ट गर्न छ हेर्नु त कार्ड यहाँ कति भइसकेको छ लगभग 38 वटा कार्डहरू कलेक्ट भएको रहेछ मेरो त्यस कारणले अलिकति कार्डहरू गरेर साथीहरूसँग ट्रेड गर्न हो डोन्ट लस टाइम ल सायद 8000 त कटिसक्यो होला तर अलि स्ट्रेस चाहिँ हुँदो रहेछ अलिअलि स्ट्रेस दिँदो चाहिँ रहेछ तपाईको आँखालाई भयो ढाडलाई भयो यसरी गर्दाखेरि चाहिँ बिस्तारै बिस्तारै गर्नु होला भयो सबै भइसक्यो रहेछ बोनस कलेक्सनतिर चाहिँ हामी आज जाँदैनौँ जस्ट हामीलाई यो रिभेन्जको निकाल्न छ अनि कार्ड्सहरू कलेक्ट गर्न छ त्यति मात्रै आज 9000 पुग्यो कि सायद 9000 9000 कटिसक्यो होला यो अट्याकपछि हेरौँला एकचोटि कति पुगेको छ भन्ने कुरो कहीँ रहेछ हिरोज आइदियो कि फेरि बिचमा ल्याङ हान्नलाई ल हिरोजले ल्याङ हानिदिन्छ बल्कारीहरू सबै उता हिरोजतिर गइदिन्छ अनि त्यतिकैमा ल्याङ हुन्छ अनि
ल ल ल ल ल ल ल ल ल ठिक छ ठिक छ ठिक छ अगाडि बढ्दैछौँ हामीहरू ए हेर्ने भनेको बिर्सेछ है केही छैन अहिले हेरौँ न पुगेको छैन के अरे 16,000 हेरिदिउँ है ए 9,000 कटेछ 9,600 कटेछ ल ठिक छ अब सायद 2-3 अट्याकमा 10,000 कट्छ मिस अरू अरू कतै देख्नुभयो यहाँ हुँदो रहेछ देखिन भइसक्यो रहेछ नि कहाँबाट देखिस् त नि अब त्यो पनि गयो यता रहेन यता पनि रहेन कहीँ छ छैन ल 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 क्ल्यान क्यासल रहेछ बिचमा 10,000 कटिसकेको है 10,500 कट्यो कि सायद दुःख गर्ने होइन के ड्याङ ड्याङ हान्ने हो कल्टी हानिदिने हो निस्किहाल्ने हो आँखाले जति देखिन्छ जति भ्यू पाइन्छ च्याप 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 ट्याप 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 झ्याप 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 करेक्ट झ्याप 1 2 3 4 करेक्ट झ्याप करेक्ट 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 कुरुक झराम झुरुम हैया ओहो सिसीबाट निस्किनु भएछ ओए निस्किन न माइ ग्याड ल भयो ल यही हो अब यो गर्ने तरिका नि यही हो अरू तरिकाले हुँदैन कुर्न पर्यो कि त हतारमा चाहियो हामीलाई हेरी हल्का घाँटी भइरह ठिकै छ केही छैन यो कति पुग्यो 12,000 अनुमानमा 11 12 हुन लाग्यो ल 23 मिनट भइसक्यो रहेछ हाम्रो भिडियोको ठिकै छ कहिले काहीँ ढिलो चाँडो हुन्छ चाहिँ खान पाइएन जस्तो लाग्छ यति मिनट जान्दैन लेट्स नट इन्भेस्ट मच मोर टाइम let's not spend much more time something big र्याङ्क ब्याटल नि 5 वटा मात्र भएछ सरी 6 वटा भएछ अघि एउटा झुक्केर गयो के रे हेर्दा हेर्दै हुन्छ कहिलेकाहीँ
स्पिडमा खेल्न खोज्दाखेरि स्पिडमा कुनै एउटा इभेन्ट कम्प्लिट गर्दाखेरि चाहिँ यस्तै यस्तै कुराहरू चाहिँ आइराख्छ। नो वरिज नो वरिज। लामो सास फेर्न पर्यो क्या। अहिले नै हुँदो रहेछ, हेर्नेलाई मात्र सजिलो रहेछ। हेर्नलाई त बडो आनन्द भयो होला, ए झ्यापझुप हाने भन्ने। स्ट्रेस फेरि त्यति नै हुँदो रहेछ यसमा, फेरि सजिलो छैन यो गरम भन्नलाई। अब यसपछि लगत्तै तपाईँको क्ल्यान क्यासल केक लिएर चाहिँ ऱ्याङ्क ब्याटल हान्ने हो। त्यसको भिडियो पनि हजुरहरूलाई आउँछ जो। पोइन्ट कति भयो हेरौँ है। ल 13,062 पुगेछ। ठिक छ ठिक छ, अब अझै 3,000 1500 अट्याक त हो। कृपया लाइक सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। एक दुई तिन चार धेरै ह्याडक लिने चाहिँ होइन क्या। लाइक सेयर र सब्सक्राइब गरिदिनु होला, नबिर्सिनु होला। कम्प्लिट हुन लागेको छ। अति नै बानी छ कि नेपालीहरू फेरि। नेपालीहरू के भन्यो र मेरो भनौँ न। होइन कि नेपालीहरू के यस्तै हो बानी। कहाँ लुकी छिन्, यहीँ रहेछिन् त यिनी त। भित्र छन्, सकिन्न घुस्न भित्र। ठिकै छ 67 पनि त नट नराम्रो। कहिलेकाहीँ हुन्छ, त्यो धेरै भित्र घुस्नु खोज्दैन, तपाईँको 1 मिनट समय खान्छ त्यसले। भित्र घुस्नुभयो भने अलिकति समय चाहिँ लाग्छ है त्यसमा चाहिँ। अझै नजिक नजिक त्यसरी जान्छ क्या। तपाईँको स्टोन ब्लास्टर युज गर्नु, सरी ब्लोअर स्टोन ब्लास्टर भन्न आएछ। ठिक छ केही छैन। वाल ब्रेक गर्नु सकियो। अब मारेछु भित्र ब्लोअर। ओके कति पुग्यो? तीस सेकेन्डमा चाहिँ पुगेन। आज चाहिँ डिस्कनेक्ट चाहिँ भएको छैन है, यो चाहिँ एकदम खुसीको कुरा भनौँ।
न त डिस्कनेक्ट भएको भइगएर हैरान हुन्छ कहिलेकाहीँ। बत्तीस मिनटमा कम्प्लिट हुन्छ कि हेरिदिउँ के हुन्छ गतिविधि। दिएको हो अलिकति डार्क पनि आयो हैन। यता जाउँ 32 मा नहुने जस्तो म छाटका त्यहाँ चाहिँ देखिरहेको छु। कति पुग्यो 15 त नाग्यो होला यति। ल 32 मा पुग्ने रहेछ। ल 32 मिनट लाग्यो है। ल सरी 32 पनि लागेन। आधी घन्टा 25 देखि 30 मिनट सकिँदो रहेछ। ल भइसक्यो। असम कलेक्ट गरौँ। यसलाई हामीले यो चाहिँ एकदम राम्रो छ है। यो तपाईको यो कलर चेन्जेबल हो, हेर्न सक्नुहुन्छ यहाँ कस्तो मजाले। अब चाहिँ कार्ड उठाउनतिर लागौँ है त। एउटा 3टा छ, बलर, सुपर वाल ब्रेकर, नाइट विच, हक ल्याडर, बक्सर जाइन्ट, बम्बर, इलेक्ट्रो टाइटन, मिटियर गोलम, जाइन्ट, ड्रुइड, इलेक्ट्रो ड्रैगन, आर्चर, कलेक्ट, हेड हन्टर, सुपर वाल ब्रेकर, सुपर बलर। वाल ब्रेकर को चाहिँ सायद डुप्लिकेट आयो है मेरोमा। इन्फर्नो ड्रैगन आयो, जाइन्ट पनि आयो, ड्रपशिप, इलेक्ट्रो टाइटन, क्यानन काट, भिटामिनियन, निक्लेम। 3200 पुग्यो हैन। ल 3100 चाहिँ हामीहरूले यो इभेन्ट ट्र्याकबाट पाइन्छ भने 100 चाहिँ सुपरसेल स्टोरबाट चाहिँ हामीहरूले निकाल्न सकिन्छ है। हेरौँ कतिसम्म हुन्छ अब यसको। धेरै त जान्न, तपाईको 18 15 लेभल त नाग्छ। पन्ध्र नाग्यो, 16 18 पनि नाग्यो। अब चाहिँ नाग्दैन है। कति 62 पुग्यो हैन। अब यताबाट हामीले कति पाइयो यसमा नि छ। ल 1 लेभल माथि गयो। ल 21 मा पुग्यो। अब चाहिँ 120 को लागि चाहिँ वारसरहरू यताउति खेल्न चाहिँ पर्छ। अब ल यही हो आजको लागि। कलेक्सन पनि भइसक्यो। यता अब यो बोनस ट्र्याक चाहिँ हामीहरूले पछि गर्छौं हैन। ल साथी हो, अन्ततः असम मेडल इभेन्टको सम्पूर्ण क्वेस्टहरू हामीहरूले चाहिँ कम्प्लिट गऱ्यौँ बोनसको बाहेक, र साथसाथै हामीले रिभेन्ज डेकलाई पनि अनलक गरेर 23 लेभलसम्म हामीहरूले चाहिँ यसलाई पुर्याएका छौँ। यो चाहिँ एउटा प्यासिभ एबिलिटी हो हैन। अब यसले काम चाहिँ गरेको अब हजुरहरूले विभिन्न भिडियोहरूमा चाहिँ हेरिसक्नुभयो हैन। र यति भन्दै चाहिँ अब म आजको यस गेम प्ले फास्ट, एकदमै छिटो
यो इभेन्टलाई चाहिँ अनलक गर्ने। यसबाट चाहिँ म हजुरहरूबाट अब बिदा हुन चाहन्छु। हस्त धन्यवाद र साथसाथै लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। हस् धन्यवाद।